Good morning everybody. म चाहिँ सुजन कुमार। आज चाहिँ म यसो विक्रम बाबा मन्दिर दर्शन गर्नको लागि चाहिँ भनेर पोखराबाट चितवन आइपुगेको छु। हिजो चितवन आइपुगेको थिएँ म हिजो बेलुका, अनि आज चाहिँ हामी ट्याक्क विक्रम बाबा मन्दिर दर्शन गर्न जान लाग्छौँ है। यहाँ सानीमा रेडी हुनुहुन्छ के छ? ब्लग बनाउनु त हजुरले है, फेरि मैले सुरु मात्र गरे हो। ट्याक्कै हामी यहाँ छौँ। बाटोमा गएपछि देखाउँ न है त। यो के छ? हाई भन्दै नि त ब्लगमा। हाई तिम्रो नाम भन्दै नि त। मेरो नाम अस्मिन भण्डारी हो। अस्मिन भण्डारी हो। हामी कहाँ जानु लाग्यो अरे? विक्रम बाबा। विक्रम बाबा कस्तो लागिरहेको त तिमीलाई? तिमी कति पटक गयो विक्रम बाबा? एकचोटि सानो, एकचोटि अहिले। यो दोस्रो चोटि हो तिम्रो? मेरो पनि दोस्रो चोटि हो। One piano mic to do that. I feel ready, but my legs heavy. I don't get it. How come I haven't hit it already? Still working, I'm still learning, I'm still searching, finally earning something, finally turning something called a profit. If I hear you talking shit, don't get caught in it. I'll be popping off and hit your ass, dropping all your shit. Yeah, I promise this. I got promises. You ain't stopping this. Cross my shit, you'll be knocked unconscious, bitch. That's the consequence. I got this. I will not quit. Man, I'm on it, honest. I'm gonna launch quick, then I'm gone. It's just a matter of time before I'm over the climb and moving under my prime. Just quit my 9 to 5. I'm rocking, they watching, cause it's shocking. Dropping all these top 10 songs, so stopping. It's time to live my life, it's time to live my die. Wish I could slow down time and just enjoy the climb. Yeah, let's go. Yeah, I'm the one to get it, bro. I swear to God I'll get it, bro. Hey, I ain't never giving up. दामी मकैबारीमा आइपुग्यो। टाढा टाढासम्म मकैबारी नै मकैबारी छ यता। हाम्रो भाइको मामा घर आइपुग्यो ल। मामा घर चाहिँ उतातिर हो है, ऊ त्यतातिर हो है, यतातिर पो हो। यहाँ त कता हेरे पनि उस्तै देखिन्छ, कता हो कता हो। Gotta play it better than most brands. Goddamn, I'm a rhyme till I die. Never lie, that's a lie. I don't try, I defy. Get to nod that I'm right, yeah. Like a student though, working on a movement, yeah, I'll do it cause I'm in the zone. And you know that I'm ready for the shows. How it goes, I don't know, but I'm waiting till I'm chose. Run, roll, here I go. All these people wanna know what you think of them lately. Do you really love me or do you really hate me? On a scale of 1 to 10, what would you grade me? All this social media has got me going crazy lately. Everything's inflated, mainly everyone's invaded. Privacy is naked, man, I really hate it. God, I really hate it. I just wanna make it through all this fake shit. Living in the real life, living for some real times. Talk about the real climb, passionate in real rhymes. Steal time back from my 9 to 5, taking back my fucking life. I just wanna feel alive. ल है त, हामी अब सरकारलाई पूजा सामग्री किन्नु पर्यो। एउटा सेटै बनाइदिनु न। हामी अब यहाँ पूजा सामग्रीहरू लिएर अनि बाटोमा गए आउता आउता भित्र गएपछि अनि अहिले देखाउँछौँ है त। हात नछोडे यसले त हराउँछ।
हरायो भने त एक लपटा हाल्छ मान्छेलाई भन्छ हरायो भने तिम्रो मम्मीको नम्बर थाहा मम्मीको नम्बर थाहा छैन मम्मीको नम्बर याद गर्नु पर्यो नि त नि हरायो भने कहाँ झ्याम्मे हालिदिने मान्छेलाई नेचरमा पनि मान्छेलाई हान्दिने कहाँ मान्छेलाई हानेर हुन्छ त नि अनि आफू हराउने अनि ओहो यहाँ त जस यहाँ त मेलै छ है विक्रम बाबा मेला जस्तो विक्रम बाबा मन्दिरमा हामी जाँदैछौँ अब प्रवेशद्वारको अगाडि आइपुग्यो सिक्का पैसा के लिएर जानु फलफुलहरू पूजाको विक्रम बाबा विक्रम बाबा मेलामा मेला नै रहेछ नि मेला जस्तो भनेर त मेलै हुन्छ त हामी राप्ती ब्रिज भन्ने ठाउँमा आइपुग्यो सनराइज हुँदैछ भर्खरै टाढाबाट त्यहाँ राप्ती नदी छ यहाँ गैँडा हुनसक्छ गैँडा यहाँ गैँडा हुने चान्स चाहिँ अलिकति धेरै छ हामी हिँडिरहेको छौँ सरता दिदी मेरो पछाडि हुनुहुन्छ भाइ अगाडि छन् भाइको मम्मी हो उता पुगिसक्नु भयो अगाडि सर गइरहेको छौँ हामी है सौरा होइन विक्रम बाबा सर भनेको क्या उयो त्यो खोलामा माछा छ नि डेन्जर ठुलो हो पौडी खेल्यो तिमी खेल्यो सपनामै होला है होला गाडीमा कोही गाडीमा के गर्दै आइरहेको अब त्यहाँनिर त सरकारी गाडी भएपछि जान पाइँदो रहेछ हामी प्राइभेटबाट जान नपाउने होइन गाह्रो छ जहाँ पनि पावर चलिहाल्छ नेपालै त हो नेपालमा केही भन्नु जङ्गलमा आएको चिसो चिसो भएको है हामी चाहिँ विक्रम बाबा मन्दिर आइपुगेको छ भर्खरै आइपुग्यो यस्तो मान्छेहरू खासै त्यति साह्रो भिडभाड चाहिँ लागेन मलाई जति हामीले सोचेको थियो तिमी अब मलाई नछोड है कताबाट उही गर्नुभयो कतातिर फेरि यता कता जानुभयो खै जाने तर मान्छेहरू यति धेरै छन् है भाइ यता हामीले नि उहाँलाई नै खोज्दैछौँ कता जानुभयो खै विक्रम बाबा मन्दिर हाम्रो यही छ यहीँ छ मन्दिर भन्दा नि हाम्रो रुखको जग्गामा हामीले पूजा गर्ने चाहिँ यहाँ चाहिँ
यहाँ चाहिँ आर्मीको बस छ यहाँ बाटो तलमा चाहिँ घुम्ने ठाउँ परेछ पूजा गर्ने आयो हाम्रो के भयो चकचक गरेको तिमी अब त घुम्न देऊ ल है त साथीहरु हामीले चाहिँ भर्खरै दर्शन गरेर अनि यहाँ जुत्ता सुत्ता लाएर बसेको भाइ यहाँ छन् प्रसाद खाँदैछन् भाइलाई भोक लागे जस्तो छ यहाँ हुनुहुन्छ हाम्रो दिदी यता हुनुहुन्छ हाम्रो दिदी म यता छु अनि त देश राम्रोसँग दर्शन भयो राम्रोसँग दर्शन गरिदियो विक्रम बाबाले जे मागे त्यही पुरा गर्नुहुन्छ मैले धेरै कुरा मागेको छु मेरो मनमा आँटेको कुराहरू सबै मागेको छु मैले सबै कुरा पुरा भयो अलि सफा गर्नुपर्ने हो है अनि यस्तै छ विक्रम बाबा मन्दिरमा कोही जङ्गलतिर सबै पूजा गर्दैछन् उता जङ्गलमा पनि सरता दिदी के छ साथीहरु अब हामी चाहिँ फर्किने क्रममा छौँ अब फर्किनु पर्यो बिस्तारै बिस्तारै अब जाने फेरि आउँछौँ फेरि आउँदा भेटौँला विक्रम बाबा मन्दिरमा है त अब चितवन आएर पनि गुई हेरेन भने त मजै आएन नि होइन हिँड न हिँड जाम गुई हेरेन जानु पर्यो गुई गोई के हेर्ने र हामीले अब सधैँ आउने होइन फ्रीमा आउनु पाएपछि यहाँ चाहिँ ठुलो मान्छेलाई 50 रुपियाँ राख्दो रहेछ भने सानो मान्छेहरूलाई चाहिँ फ्री रहेछ फ्री इन्ट्री रहेछ नर्सरी पुलमा के छ हेरौँ है त हामीले नर्सरी पुलमा त केही पनि छैन के ए ऊ रहेछ गुई त्यहाँ रहेछ यहाँ ऊ त्यहाँ नर्सरी पुल हो यो नर्सरी पुलमा सानो गुई रहेछ है त यस्तै छ हामी चाहिँ अब फेरि अर्को गुई ओहो यहाँ त कति धेरै हो नि यहाँ बच्चाहरू कति धेरै हो नि यहाँ त गुईको ओहो छरपष्टै छ यहाँ त यिनीहरूले त खानेकुरा दियो भने नि झ्यामझ्याम खाइदिन्छ होला हो यसमा छैन ऊ त्यहाँ ऊ यता यहाँको अलिकति ठुलो रहेछ यहाँ अलिकति ठुलो छ अनि फेरि यहाँ पनि छ कति धेरै रहेछ गई त ओहो यहाँ पनि छ ओहो दाँत हेर न त्यसको दाँत
कहाँ सानो बच्चा भन्दा होइन जाने हो हेर्दै हेर्दै जाने हो नि हामी के भएर होइन के रे जस गुईहरू चाहिँ एकदमै धेरै रहेछ यहाँ त बच्चाहरू रहेछ माउ पनि छ अरे माउ चाहिँ अब त्यहाँ सफा गर्न लाउनु भएको रहेछ क्या हो त्यस्तो लाग्यो यहाँ छ ऊ माउ यहाँ छ ऊ त्यहाँ सुते ऊ त्यहाँ माउ त्यहाँ छ अब अरू कता छ मलाई राम्रो लाग्यो है गोही चाहिँ कति धेरै ओहो यहाँ त एउटा मात्रै एक्लो ऊ त्यहाँ अल्टदै रहेछ कि अब यहाँ पनि एउटा मात्रै छ दुईटा रहेछ यहाँ त पानी चेन्ज गर्नुभएको रहेछ यहाँ ठुलो छ यहाँ ओहो बड्का ठुलो रहेछ कति ठुलो नि साथीभाइ कति ठुलो हो यो कति धेरै छ भित्र ठाउँमा रहेछ यहाँ पनि छ उता पनि छ उता छ उता कति लामो है यो त है तिमीभन्दा नि ठुलो है तिमीभन्दा त कति हो कति ठुलो यहाँ ओहो त्यो पौडी खेलेको ओहो पौडी खेल्नु त सक्छु नि क्या नि फेरि खाइदियो भने तिमी खेल्न सक्छौ जान त मिलिहाल्छ नि तिमीले उतालेर हालिहाल्छ नि पनि ओहो उहाँ भित्तै भरिरहेछ नि फेरि यो त गइ नै गइरहेछ जतासुकै यता उता सबै कता ल अब हामी उता अर्को साइडतिर जान्छौँ फेरि यताको चाहिँ यो भनौँ न ए यहाँ यस्तो रहेछ कि उमेर अनुसार राख्दो रहेछ क्या बाबु यहाँ ठुल्ठुलो रहेछ उमेर अनुसारको गइरहेछ नि यहाँ जस यस्तो दामी लाग्यो मलाई चाहिँ है गइ नै गइ जता हेऱ्यो गइ नै गइ उतापट्टि झन् दामी ठुलो निस्केर बस्यो ए तन्नै छ नि यहाँ नि छ र यहाँ त छैन होला यहाँ त बाँदर आयो मात्रै हो यहाँ त खै आई डोन्ट नो के को लागि राखेको मलाई ट्याक्क थाहा भएन ए कछुवा ए यहाँ कछुवा पो रहेछ यसमा त त्यो पातले छेकिहाल्यो क्या त्यहाँ रहेछ कछुवा पो रहेछ यहाँ हो त नि एउटा मात्रै टुप्पो मात्रै देखियो अलिकति धन्नै देखियो ल अर्कोमा जामा हेर्नु फेरि यता के छ फेरि ओहो यहाँ त यस्तो यहाँ पनि यहाँ नि गयो फेरि यहाँ त जतासुकै गइरहेछ त यहाँ त 1000वटा भन्दा बढी छन् होला है गइ त यहाँ अब केही नाम लेखेको छैन केही पनि छैन होला यहाँ त छँदै छैन होला
कछुवा कछुवा होइन होला के ट्याक्क सकियो अब यो सकियो खतम होइन त हेलो होस् हाम्रो चलिरहेको छ यस्तो दामी छ है घुम्न चाहिँ मजा आयो यहाँ चाहिँ सानो पनि रहेछ ठुलो पनि रहेछ अलिकति होइन त यहाँ अलिकति ठुलो छ उता उता सानो सानो छ जस ठिक छ राम्रो लाग्यो मलाई चितवन नेसनल पार्क होइन यो नेसनल पार्क चाहिँ होइन हामी विक्रम बाबा मन्दिर आउने क्रममा चाहिँ यहाँ हाम्रो आर्मीको क्याम्प रहेछ अनि आर्मीको क्याम्पबाट चाहिँ हामीले आर्मी क्याम्पभित्र चाहिँ यो उसहरूलाई चाहिँ हाम्रो क्रोकोडाइलहरूलाई चाहिँ जस आर्मीले चाहिँ यो क्रोकोडाइललाई चाहिँ यहाँ जोगाएर राख्नु भएको रहेछ मलाई राम्रो लाग्यो त्यो चाहिँ हाम्रो आर्मीहरूले के गरेको होइन ढाक्का लगाएर त ठुल्ठुलो छ यसमा चाहिँ त्यही क्रममा हामी चाहिँ अब यहाँबाट निस्किन्छौँ बाहिर गएपछि भेटौँ ल यहाँ चाहिँ अन्डा रहेछ घारेलको गोहीको अन्डा रहेछ गोहीको खान त मिलिहाल्छ नि तर खानु हुँदैन खान दिन्न मिठो हुन्छ होला नि अन्डा त हो र खाइयो तिमीले नो 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 यु कान्ट ओपन ल हेर्नु त हेर्नु त हामी त छिटो आइएको छ धेरै मान्छेहरू त बल्ल आउँदैछन् कति मान्छे आउँदैछन् भन्छ उता मन्दिरमा त डेन्जर भिड भयो होला अहिले त अब ठाउँको धेरै पाइन्छ यत्रो धेरै मान्छे छन् यहाँ अब हाम्रै पछाडि यति धेरै फर्किँदैछन् हामी पनि फर्किँदैछौँ कोही फर्किँदैछन् कोही आउँदैछन् कोही जाँदैछन् मान्छे चाहिँ एकदमै धेरै रहेछन् अघि नै त थोरै देखेको थियो अहिले त हामी त छिटो आएर पो थोरै भइरहेछ सायद आज यहाँ पूजा गर्ने आज सायद लास्ट दिन हो कि जस्तो लागिरहेको छ मलाई होइन हिजो मैले कसले लास्ट दिन हो भन्ने जस्तो लाग्यो मान्छे टन्नै रहेछ अझै चुप लगा न यहाँ माछा हेर ऊ कत्रो ठुलो निस्कियो उहाँ तल मान्छे त अझै आउँदैछन् है ऊ त्यहाँ गोही पनि रहेछ यहाँ पनि अनि आएर माछा यिनीहरूले खाने माछा कति ठुलो यो माछा त झन् भूकम्पै आए जस्तो भयो फेरि टडक आएको त यस्तो दामी छ के माछा त भूकम्प आयो यस्तो दामी छ माछा त यत्रो होला त नि भनेको या त्यो माछा